नमस्कार, म छोया नरेश पाण्डे। म एउटा थाईवासी गोर्खाली हो, जसलाई यो देशमा थाइल्यान्डमा थाई नेपाली भनेर चिन्दछन्। यही हो हाम्रो सम्पूर्ण नेपालीको असली परिचय यो देशमा। त्यो मिलिसकेको परिचयलाई एउटा नेशनल रेकग्निसन मिल्नुको लागि धेरै गाह्रो भइरहेको वजह चाहिँ दुईटा छन्। एक चाहिँ 66 मिलियन थाई जनताको बीचमा मात्र लगभग 30,000 नेपालीहरू हराउनाले हो। अनि अर्को वजह चाहिँ थाइल्यान्ड यो देशमा नेपाली माइनोरिटी भन्ने बहुतै सानो र नयाँ हुनाले हो। तर आज 6 सालभित्र गइसके थाईवासी नेपालीहरूले सम्पूर्ण नेपालीहरूको मान सम्मानता लिएर थाई नेपाली सङ्घलाई खडा गरी जो अघि मैले भनेको रेकग्निसन पाउनको लागि भव्य रूपमा काम गरेको देखिरहेको छौं। त्यति मात्र नभइकन जुन प्रेजेन्टमा थाई नेसनल भइरहेको थाई नेपालीहरू र उहाँहरूको बच्चालाई भविष्यमा गएर तिमीहरू यो देशको एउटा पाउना नभइकन तपाईहरू यो देशको एउटा हिस्सा हो भन्नु पार्नेको लागि एक्टिभिटिजहरूलाई ठूलो रूपमा गरेको देखिरहेछौं। त्यसमा कसले नेपाली नभइकन गोर्खाली शब्द गर्नुपर्थ्यो भन्ने सजेसन पनि बहुत धेरै आएका थिए। त्यो सजेसन गरेको पनि देखिरहेको छौं। तर आज त्यो सजेसन जम्मा गर्दै गर्दै उहाँहरूले आफ्नै एउटा संगठन बनाएर उहाँले त्यो संगठनको नामलाई म्यानमार बोर्न गोर्खा एसोसिएसन बनाएर थाई नेपालीसँग डाइरेक्ट कम्पिटिसनमा उत्रेर आएको पनि सम्पूर्ण थाईवासी नेपालीहरूले देखिरहेको कुरा हो। आज कम्पिटिसन हुयो भन्ने बित्तिकै त्यसमा साथमा के आउँछ भने आर्गुमेन्ट्स र कन्फ्रन्टेसन आइपुग्छ। आज आर्गुमेन्ट्स र कन्फ्रन्टेसन त्यो दुईटा चीज कति साह्रो धेरै भयो भने नि आज नेपालीको बीचमा नेपाली भाषाले नबुझ्ने कुरा हुँदाखेरि आज थाईको अदालतमा गएर दाजुभाइको केस लड्न थालेको देखिरहेका छौं। यो देखेर थाईवासी नेपालीहरू धेरै दुखी पनि भएका छौं। तर आज यो केस के भयो भन्नेमा धेरै मान्छेहरूले सुनेका छन् तर कन्फ्युज भइरहेछन्। मैले ब्रिफ गरिदिन्छु, जति मैले जानेको अनुसार मैले तपाईलाई ब्रिफ गरिदिन्छु। 2016 अप्रिल 15 मा म्यानमारदेखि आएको एउटा बहिनीले रक्सी मातेर जाँडको नशामा बाटोमा हाफ नेकेड भएर सुतिआएको देख्दाखेरि नेपालीको इज्जत फेक्यो भनेर त्यहाँ छिमेकी नेपालीहरूले थाई नेपाली संघलाई फोन गरी बोलाएर थाई नेपाली संघले उहाँलाई अफिसमा लानुभएका रहेछन्। तर अफिस पुग्दाखेरि उहाँले टन्टा झगडा पनि भएका रहेछन्। दुवैपट्टिले हामी सच्चाइ छु मात्रै भनिरहेछन्। अनि अर्को कुरो के हो भने नि यो केस अदालतमा पुगेको कुरा हुँदाखेरि यसमा मैले धेरै ज्ञान विचार हाल्नु चाहदिनँ पनि। तर यो केसमा न मैले जान्दछु न मेरो कुनै इन्भल्भ छ यो केसमा। मेरो केस हैन, मेरो केस चाहिँ अर्कै कम्प्लिटली डिफरेन्ट केस हो। म एज अ म्याटर अफ फ्याक्ट यस्तो चिप केसमा म कहिले पनि इन्भल्भ हुन सक्दिनँ। तर आज ठूलो क्वेसन यो छ कि एउटा सवाल उठेको छ, आज साधारण जनता, म जस्तो एउटा साधारण जनता आज दुईटा संघको बीचको कम्पिटिसनमा म कसरी आइपुगे भन्ने त्यो क्वेसन उठिरहेछ। र यसमा चाहिँ त्यो क्वेसनलाई क्लियर गरेर बुझ्नुस्। जुन केस मैले लडिरहेको छु मैले मेरै लागि लडिरहेको छु। मलाई सुरक्षा गर्छु भन्ने संघले मलाई एकदमै इल ट्रिटेड गरेर मैले यसलाई खप्नु नसकेर, साथै म जस्तै दुःख पाउने थाईवासी नेपाली पनि धेरै रहेछन्। त्यसै कारणले मैले यो केसलाई लडिरहेको छु। मैले यो केस चाहिँ थाई नेपाली संघसँग नभइकन म्यानमार बोर्न गोर्खाको संघसँग विरोध गरिरहेको छु। मैले यो केसमा म कसरी इन्भल्भ भए, यो केसको केस स्टडी मैले गरेँ, के कस्तो इन्भेस्टिगेसन मैले गरेँ र अहिले मैले के गर्दैछु र यो केस जो म इन्भल्भ भएको केसलाई मैले कुन तरिकाको फाइनल फिनिसिङ गर्छु भन्ने चिजलाई चाहिँ हजुर सबैहरूलाई सबै नेपालीले बुझ्ने घरमा बोल्ने भाषा जो अहिले मैले गरिरहेको छु त्यो भाषाले बिस्तारै गर्दै मैले 4वटा क्लिप्स योसँग मिलाएर 4वटा क्लिप्स चढाउँछु। त्यो सुन्नुस् होला। म भोलि एउटा क्लिप्स चढाउँछु। त्यो क्लिप्समा चाहिँ म कसरी यो दुईटा संघको बीचमा आइपुगे,
म किन आइपुगेँ र मैले के गर्नुको लागि आइपुगेँ भन्ने चिजलाई मैले प्रश्न गरेर तपाईलाई सुनाउन चाहन्छु। धन्यवाद।